Hello guys. Welcome to my new vlog. फेरि पनि म आज उपस्थित भइसकेको छु हजुरहरुमा। तो चलिए शुरू करते हैं। ब्लगको लागि अब उठेर भर्खर ब्रस गर्दै छु। त्यसपछि चाहिँ आज म हजुरहरुलाई माथि मेरो छतमा माथि बिल्डिङको छतमा गएर पुरा यो म बस्ने ठाउँको पुरा भ्यू देखाइदिन्छु है। अभी मजा आएगा ना भिडो। अब चाहिँ म ब्रस गर्छु। अब मैले चाहिँ ब्रस गरिसकेको छु। अब मुख धोएर चाहिँ पहिला नास्ता गर्नु पर्यो। त्यसपछि अरु काम हुन्छ। तो मेरे चाहने वालों, मेरे ब्लग के चाहने वालों, मैले चाहिँ अब नास्ता खाँदै छु है। हिजो होटलबाट लिएको नास्ता हो यो। यो चाहिँ अब यतातिर होटलमा बनाएको नास्ता हो। अब खानु पर्यो। खाम आउनुस्। तपाईहरु पनि खानु सक्नु आउनुस्। म चाहिँ खाँदैछु म चाहिँ रोटी त मासु यो चाहिँ अब तातो छैन। अच्छा ठीक है। ऐसा पानी पनि खानु पर्यो। त मैले अब नास्ता गरिसकेको छु। अब नास्ता गरिसकेपछि म तपाईहरुलाई चाहिँ माथि छतमा गएर मोबाइल ठाउँको पुरा उप देखाइदिन्छु। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना। ठाउँ देखाइदिन्छु। अनि त्यसपछि नुहाएर घर जाने। ओके अब चाहिँ मिलाउँला बाहिर जाने बेला। हामी अब बाहिर जाँदैछौँ। माथि छतमा जाँदैछौँ। जानु त लिफ्टबाट गए पनि हुन्थ्यो। अलिअलि एक्सर्साइज पनि हुन्छ। हमारे में तेरे बाप को मत सिखा चल। हमारे में तेरे बाप को मत सिखा चल। हमारे में तेरे बाप को मत सिखा चल। यसरी चाहिँ जानु पर्यो। बाट जानु पर्यो। ल हेर्नुस् त यस्तो छ यतातिर। यो तल्लोपट्टिको हो। अझ माथिबाट झन् राम्रो देखिन्छ। लिफ्टबाट हिँड्नुभन्दा आफ्नो स्वास्थ्यलाई चाहिँ फाइदा हुन्छ कि हैन। यसरी जानुपर्दा त्यही भएर यसरी हिँड्दैछु म चाहिँ। हिँड्दै जाँदैछु। हामी आइसकेका छौँ। अब चाहिँ माथि पुग्न धेरै समय लाग्दैन। 2 सेकेन्डमा पुगिन्छ। अनि त्यसपछि यहाँको भ्यू चाहिँ म देखाइदिन्छु हजुरहरूलाई। आइपुग्यो पहिले यतातिरबाट। यहाँबाट भ्यू चाहिँ यस्तो हुन्छ। ल है गाइस रेडी।
हजुरहरूले देख्नुभयो खाडी लाउरे बस्ने ठाउँको बाटो यस्तो छ। अब म हजुरलाई फेरि माथि गएर यतापट्टि गएर यहाँ गएर उताको भ्यू देखाइदिन्छु। ल अब फेरि यताबाट हेर्नुहोस्। मैं नहीं मानता। ओके गाइज, अब चाहिँ हामी रुमतिर फर्किनु पर्छ है। अब हामी चाहिँ अब फर्किन लागेको, रुममा जानु लागेको। यसलाई बन्द गरिदिन्छु। अब चाहिँ हिँड्दै गइन्छ फेरि। हिँड्दै गएपछि चाहिँ अब स्वास्थ्य एकदम हेल्दी रहन्छ हैन। ल फाइनली गाइस, अब चाहिँ हामी अब रुम आइसकेका छौँ। हाम्रो फ्लोर चाहिँ 7 फ्लोर हो। अब यसरी चाहिँ आफ्नो रुम आइयो। अब रुम आएपछि चाहिँ हलमा एन्ट्री। त्यसपछि आफ्नो रुममा आइपुग्यो। ओके गाइज, ल लाइक कमेन्ट सेयर सब्सक्राइबहरू गर्न चाहिँ नभुल्नु होला है। भेटौँला छिट्टै अर्को भ्लगमा। अब चाहिँ नुहाइ धुइ गरेर जानुपर्छ ड्युटी। ओके बाई बाई।